म चाहिँ अहिले यो किसिओडा ड्राइभिङ स्कुलमा छु। जापानको किसिओडा सिटीमा रहेको किसिओडा ड्राइभिङ स्कुलमा म विगत 2.5 महिनादेखि यता ड्राइभिङ सिकिरहेको छु। अब आज मेरो फाइनल ड्राइभिङ क्लास हो। भोलि चाहिँ मेरो टेस्ट छ। सायद भोलि म टेस्टमा पास भयो भने आज नै मेरो यो लास्ट क्लास हुनेछ यो स्कुलको। त्यसपछि चाहिँ म उता कोमेकी भन्ने उसमा अफिसियल ड्राइभिङ लाइसेन्स लिने ठाउँमा गएर इक्जाम दिएर पास भयो भने चाहिँ मेरो हातमा लाइसेन्स आइपुग्छ। त्योभन्दा अगाडि म चाहिँ यो किसिओडा ड्राइभिङ स्कुलबाट चाहिँ खारिमेङ्के अनि होङमेङ्केको फुल कोर्स पास हुनुपर्छ। त्यसको लागि मैले चाहिँ अब 2.5 महिनादेखि चाहिँ यता ड्राइभिङ सिकेँ। तर रेगुलर आउन पाएको भए चाहिँ 1 महिनामै यो कोर्सहरू लगभग सकिने रहेछ। म चाहिँ काम पनि भ्याउनु पर्ने भएर चाहिँ मलाई लगभग त्यति टाइम लाग्यो। सुरुमा चाहिँ अब एकदमै त्यो भाषा नबुझेर चाहिँ अलिक गाह्रो भएको थियो। टिचरहरूले सबै इङ्ग्लिसमा पढाउने, के अरे नियङ्गोमा पढाउने, आफूले चाहिँ इङ्ग्लिसमा पढाउँछ भनेर चाहिँ तल के भन्छ उकेचुकेमा सोधेर इङ्ग्लिसमा पढाउँछ भनेको भएर चाहिँ मैले चाहिँ यहाँ जोइन गरेको खासमा। तर क्लासमा चाहिँ नियङ्गो नै हुँदो रहेछ। तर जुन यो क्लासको भिडियोहरू देखाउँछ नि डिस्प्लेहरूमा टिभीहरूमा, त्यो आधीभन्दा धेरै क्लास त त्यो भिडियो हेर्ने मात्रै हो। त्यसमा चाहिँ इङ्ग्लिसमा पनि तलपट्टि चाहिँ जिमोको के भन्छ सब टाइटल आउने भएर चाहिँ अलिक सजिलो भयो। तर भाषा जुनसुकै भयो नि आफूले चाहिँ अलिकति मेहनत गर्ने हो भने चाहिँ लाइसेन्स निकाल्नको लागि चाहिँ गाह्रो हुँदैन भन्ने कुरा चाहिँ यहाँको सिन्सियरहरूले नि भन्ने गरेका छन् भन्न चाहिँ। तर अरू मभन्दा अगाडि लाइसेन्स निकाल्ने यहाँबाट लाइसेन्स निकाल्ने साथीहरूले नि भन्थे। तर हल्का मेहनत चाहिँ गर्नुपर्ने रहेछ। मैले चाहिँ के कसरी मेहनत गरेँ भनेदेखि अब टिचरहरूले चाहिँ नियङ्गोमा पढाउने, अनि मसित बुक चाहिँ इङ्ग्लिसको बुक थियो। अर्को अरू 3टा बुक कि 4वटा बुक हुन्छ होइन। अरू बुक चाहिँ मैले त्यो फोटो खिचेर च्याट जिपिटीलाई चाहिँ यसलाई चाहिँ इङ्ग्लिसमा ट्रान्सलेट गरिदिएँ अथवा नेपालीमा ट्रान्सलेट गरिदिएँ भनेर चाहिँ प्रायः जस्तो त्यसरी नै पढेँ। यो अर्को एउटा त्यो मास्टर अफ ड्राइभिङ भन्ने बुक चाहिँ इङ्ग्लिसमा पनि पाउँछ। त्यो चाहिँ इङ्ग्लिसमै हुन्छ। त्यो चाहिँ खासै केही ट्रान्सलेट यताउति गर्नु परेन। अरू बुकहरू पढ्दाखेरि चाहिँ के भन्छ ट्रान्सलेट गरेर मैले पढेँ। त्यही भएर मैले के भन्छ खारिमिङ्केको इक्जाम पनि मैले एकचोटिमै पास गरेँ। अब यो होममिङ्केको इक्जामभन्दा अगाडि यो सोचेको यो जुन यो किसिओडा ड्राइभिङ स्कुलबाट सोचेको गर्नुपर्छ नि त्यसमा